आज चाहिँ मलाई एकदमै धेरै भोक लागेकोले गर्दाखेरि चाहिँ घरमा जति सामान थियो त्यतिले नै मैले चाउमिन पकाएँ। ल हेर्नुहोस् है त मैले सानोतिनो रेसिपी बताएको छु, भिडियो हेर्नु होला। सो सबैभन्दा सुरुमा चाहिँ मैले पानी उमालेर पानीमै थोरै बेसार हालेँ। अनि चाउमिन नटासियोस् भन्नुको लागि मैले त्यसमा थोरै तेल पनि पानीमै उमालेँ र बेसार पानीलाई मजाले उमालिसकेपछि मैले त्यसमा चाउमिन हालेँ र अब म चाहिँ यसलाई 2 मिनट जति यत्तिकै चलाउँदै उमाल्छु। अब यो चाहिँ तयार भइसकेको छ र मैले चाहिँ यहाँ रेडी गरेको छु टमाटर, कागती, प्याज, खोर्सानी, धनियाँ र लसुन र अदुवाको पेस्ट। यहाँ थोरै बन्दाकोपी पनि रेडी गरेँ। तेल तातिसकेको छ र अब म यसलाई पालो हाल्न गइरहेको छु। र यो मिक्स थोरै पाकिसकेपछि मैले यहाँ स्वादअनुसार नुन हालेँ र थोरै मसला पनि। ल हेर्नुहोस् त कति छिटो पाक्यो। अब चाउमिन पनि मैले यसमा एड गरेँ। मजाले खरियोस् भनेर मैले यसलाई यत्तिकै एकैछिन पकाउँदैछु। ल अब चाउमिन चाहिँ रेडी भइसकेको छ। अब थोरै धनियाँ हालौँ र कागती पनि। अब म सुरुमा मम्मीलाई खाना दिन्छु। मेरो मुखमा नहेरिकन खानु न। कस्तो भयो? खतरा रहेछ। ल अब म पनि खाना गइरहेको छु। नट ब्याड। मलाई चाहिँ एकदमै मिठो लाग्यो। एकदमै भन्दा पनि जे होस् खाना नहुने थिएन, खाना हुने नै थियो। मिठो साथसाथै पुगेको थियो होइन। सो यहाँसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर अल अफ यु। बाई बाई।